अहिलेका मन्त्रीमण्डल कडा हुनु पर्यो। यी सबैलाई भन्नुपर्छ तपाईहरुलाई यसरी बोल्ने अधिकार छैन। एउटा नेपालीले बोल्नु सक्नुहुन्छ तर तपाईले भने जस्तो गर्नु सक्नुहुन्न। अब बोल्न त जसले पनि जे पनि बोल्ने भयो नि, के भयो र? भनेपछि संसद पुनर्स्थापना सम्भव छैन? छैन छैन। फेरि दलहरु त संसद पुनर्स्थापना नै भन्दैछन् नि त, संसदै पुनर्स्थापना। तिनले भनेर भो, तिनको आफ्नै ठेगाना छैन। हैन, ठुला दल त उनीहरुै हुने। चुनाव केपी ओलीलाई बहुमत उसकै पार्टीले ल्याइसक्यो निकाल्ने। कांग्रेसको भोलि पर्सि आउँदैछ, उसको दलले नै निकाल्ने भइसक्यो भनेदेखि यी सबै भाङभुजहरूले बोलेर के मतलब भएन बाबु। ओलीलाई त कति राजनीतिक विश्लेषकहरूले भनिसक्यो, बोल्दाखेरि तौल पुऱ्याएर बोल भनिकन। देउपा त बोल्दै नबोलिकन गुमराहमा हुनुहुन्छ।